यता हेर न कहाँ आउनु भएको ठुली आमाका घर कहाँ हो हजुरको ठुली आमाको घर बिहादी गाउँपालिका चोर्दी 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 भन्छन् हैन चोर्दीका मान्छे त सबै भ्याइए छन् क्या कोही पनि छैन ल ओ छन् एउटी यता त्यो घर कोही छैन बिहा गरेर अनि पत्ताका त्यत्तिकै छोडेर बिहा गर्ने बित्तिकै हिँडेको छ बुहारीले बस्दिनँ म भनिन्छन् कि कुनै अब यतापट्टि फेरि ठुली आमाकी बुहारीले घाँस सम्हाल्दै हुनुहुन्छ भाउजू कति धेरै काम गर्नुहुन्छ ठुली आमाको घर पहिला यहाँ थियो अनि अहिले त टनेल बनाउनु रहेछ अहिले घर तल छ पुरै टनेल बनाएर केका बेर्ना लगाउनु भएको छ त्यत्रो पुरै खेतभरि के छर्नु रहेछ टनेलभित्र जाउँ अब के रहेछ टनेलभित्र के छ हेरौँ है भित्र जाने ढोका रहेछ यस्तो व्यवस्थित तरिकाले टनेल बनाएर ढोका खोलेर जाम है त ल कति मजाको रहेछ टनेल सबै टनेलमा ढोका हुन्छ कि यसमा मात्रै हो यहाँ त खासै केही त रहन्छ तर पनि यो लौका फले रहेछ पहिला हो घिरम्ला फलेको रहेछ बुढिएर घिरम्ला जाडा पसेको छ टमाटर हजुर टमाटर कति राम्रो हो टमाटरका बेर्नाहरू कसैका बेर्नाहरू चाहिँ सम्पर्क गर्नु होला यहाँ छ नि सिमी हो कि के हो यो सिमी है खुर्सानी कति धेरै हो खुर्सानी खाने गाइस खुर्सानी रातो रातो खुर्सानी वाह खासै केही त रहन्छ तर पनि जे छ राम्रो छ उता त्यस्तो गर्दै हुनुहुन्छ ती घिरौँला रहेछ भनेर घिरौँला टिप्दै हुनुहुन्छ कति ठुलो रहेछ घिरौँला तर त्यो कुहियो छ कि पहेँलो पहेँलो छ हैन ठुलो त मिठो हुन्न के त्यही हो खासै त केही फलेर रहन्छ तर पनि ठिकै छ यतिको बनाएपछि सबै कुरा लाउनु हुन्छ हो घिरौँला पुरै उस भएको छ कि पहिला कति धेरै फलेको थियो होला यो पुरैमा खुर्सानी पाकेर यो त चोरेको होइन है चोरेको होइन गाइज यो हाम्रै ठुली मम्मीको हो यसमा अधिकार छ त्यही भएर हामीले टिप्दैछौँ खुर्सानी टाइम नभएर होला के टिपेको यो पुरै उहाँबाट लिएर सबै हरियो कति धेरै छ तर पाक्न पनि पाके रहेछ सिमीको झाल सिमी फले रहेछ हो कसैले काम गरेको गरे यति राम्रो बनाउनु कोही त्यही हेर्दै बस्दै गर्ने त्यही काम नभएकाहरू टनेल भरमर सक्यो अब जाम टनेल भरमर सक्यो छैन बहिनी खुर्सानी टिप्दैछु